प्रतिनिधि सभामा विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू मङ्गलबार नीलो रिबन लगाएर सदनमा पुगे। के तपाईलाई थाहा छ नीलो रङको अर्थ? संयुक्त राष्ट्रसङ्घले मानव तस्करी विरुद्धको जागरणका लागि ब्लू हार्ट वा नीलो रङको मुटुको चिन्ह प्रयोग गर्ने गरेको छ। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेका रासपा सांसदले आफूहरू मानव तस्करी विरुद्धको आन्दोलन गरिरहेको बताएका छन्। मङ्गलबार रासपा उपसभापति स्वर्णिम वाग्लेले मानव तस्करी विरुद्धको हाम्रो आन्दोलन जारी छ सदनदेखि सडकसम्म लेख्दै नीलो रिबन लगाएको सामूहिक तस्विर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। रासपा सांसदहरू उक्त रिबनलाई संयुक्त राष्ट्रसङ्घले प्रयोग गर्ने चिन्हसँग जोडेर प्रयोग गरेको बताएका छन्। यद्यपि मानव तस्करी विरुद्धको अभियानका लागि गाढा नीलो रिबन प्रयोग गर्ने गरिएको छ।